नमस्ते, वेलकम टु माई भ्लग। त साथीहरू, म आज चाहिँ दक्षिणकाली जाँदैछौँ होइन। त यो बाटोमा के कस्तो हुन्छ, के छ, कस्तो छ भन्ने कुरा चाहिँ म सबै हजुरहरूलाई देखाउने छु। त्यसको लागि हजुरहरूले फुल भिडियो चाहिँ वाचिङ गर्नुपर्ने हुन्छ। त्यसको लागि अब हामीहरू ढिला नगरी जाउँ त है। दक्षिणकालीको बाटो त राम्रै छ होइन, तर यो माथिबाट चाहिँ पहिरो खस्ने रहेछ होइन। यो असार साउनको महिनामा होला माथिबाट पहिरो खसेर चाहिँ यो बाटो पनि ब्लक हुँदो रहेछ होइन। भ्यूहरू त एकदम राम्रो छ, धुलो पनि छैन होइन। बाटोमा चाहिँ एकदम राम्रो छ कि यो ठाउँ चाहिँ घुम्न लायकको ठाउँ छ। सो वातावरण पनि एकदम राम्रो छ यहाँको चाहिँ। बोट बिरुवा भएको, रुख भएको, जङ्गल भएको ठाउँ होइन। एकदम राम्रो छ यहाँको ठाउँहरू चाहिँ होइन। बाटो पनि एकदम राम्रो लाग्यो कि मलाई होइन। एकदम चट्ट परेको छ बाटो पनि होइन। त यताबाट चाहिँ पहाड पनि देखिँदो रहेछ। पहाडहरू त्यो सबै उता देखिने सबै त्यो जङ्गल हो होइन। त्यति देखिरहेको नि त त्यो जङ्गल हो। त्यो जङ्गल हुँदै हामीहरू त जानुपर्छ नि त त्यो जङ्गललाई। सनराइज पनि राम्रो छ यहाँबाट त टाउन झर्नुपर्छ होइन। टाउन झरेर खोलाको किनार हुँदै फेरि माथि जङ्गल हुँदै यहाँबाट जानुपर्छ। यहाँबाट तल टाउन झर्नुपर्छ। एउटा मोड जस्तै छ नि त, यहाँबाट तल झर्ने हो। सट्ट तल झरेर तलबाट चाहिँ सर एउटा खोलाको किनार जस्तो लाग्छ, त्यहाँबाट सर जाने हो। अनि त्यहाँबाट अलिकति काटेपछि त्यहाँ जङ्गल लागिहाल्छ। फेरि जङ्गल, फेरि पहिरो आएको त्यो बाटो पनि छ। बाटो पनि फेरि बनाउँदैछ कतिपय ठाउँहरूमा होइन। त्यो गएको साल त्यो पहिरो गएर होइन बाटो पत्किएको पनि छ होइन। त साथीहरू जाउँ त है अगाडि। यहाँबाट हामीहरू जान सकिन्छ। बाटो एकदम राम्रो छ यहाँबाट त। यहाँ एकदम यस्तो कि योभन्दा अलि यता चाहिँ खोला छ होइन। यो खोला माथिबाट आउने खोला छ होइन। यो किनार हुँदै अलिक उतासम्म किनार हुँदै जाने होइन। अनि त्यहाँपछि अलि उता गइसकेपछि त्यहाँ जङ्गल लाग्छ नि त। अनि ठ्याक्कै यो छ नि यो साइडमा चाहिँ उताबाट चाहिँ ट्राफिकहरू बसिरहेको हुन्छ होइन। त्यो स्पिड आइहाल्यो भने चाहिँ ठ्याक्कै यहाँ पक्रिन्छ कि 40भन्दा माथि 50भन्दा माथि यहाँबाट जानुपर्ने हुन्छ। अब माथि अलिकति त्यो छ होइन, बजार छ। त्यो बजार काटेर चाहिँ हामीहरू सिधै जानुपर्ने हुन्छ। यो बजार सानो बजार छ कि त्यो चाहिँ त्यति ठुलो छैन होइन। सानो बजारहरू छ। अनि यता साइडमा पेट्रोल पम्प पनि होला अलि अगाडि, कता अलि अगाडि छ होइन। यो बाटो त यस्तै हो, तर बाटो राम्रो छ, एकदम राम्रो छ बाटो चाहिँ होइन। त्यस्तो छैन, कच्ची बाटो छैन होइन। पिचै भएको बाटो छ, राम्रो छ बाटो पनि। एकदम सजिलो छ कि बाटो चाहिँ। उताको भन्दा राम्रो छ नि त बाटो यो बाटोमा चाहिँ एकदम रमाइलो लाग्छ, राम्रो लाग्छ जानलाई। किनकि बाटो राम्रो हुनुपर्छ नि त हो। जहाँ गए पनि होइन बाटो चाहिँ एकदम पहिले चाहिँ बाटो राम्रो हुनुपर्छ। बाटो राम्रो भएपछि त टक्क फिलिली भएर आनन्द तरिकाले गइन्छ नि त। बाटो राम्रो छैन भने चाहिँ एकदम हुन्छ कि गाडीलाई पनि धक्का, मान्छेलाई पनि त्यस्तै हुन्छ बाटो राम्रो छैन भने होइन। त सर्वप्रथम बाटो राम्रो हुनुपर्छ कि जहाँ गयो भने, जहाँ जाँदा पनि बाटो राम्रो भएपछि एकदम त्यो यात्रा नै एकदम राम्रो हुन्छ कि। सो हेर्नुहोस्, अब यो सहर काटेपछि अलि अगाडि छ होइन। त्यहाँ अगाडि चाहिँ जङ्गल हुँदै जानुपर्छ सरर पारेर। अलिकति लाग्छ यो बजार चाहिँ,
कति मिनट लाग्छ यहाँबाट अलिकति लाग्छ 4-5 त लाग्दैन 1-2 मिनट लाग्छ यो काटेपछि जङ्गल लागिहाल्छ होइन ल जाम त है यस्तै यो सहर होइन अब यो सहर एकचोटि सट्ट पारेर हेर्नुहोस् अनि त्यसपछि हामीहरू त्यो जङ्गलको भ्यू देखाउनेछौँ त है ठाउँ पनि राम्रो छ यहाँको चाहिँ बजार पनि राम्रो छ बजार एकदम व्यवस्थापन छ तर भोपाल छ उता हेर्नु न कस्तो छ जङ्गलै जङ्गल छ नि त त्यो पहाड अनि यो गाउँ सहर कस्तो मिलिरहेको ट्याक्कै यस्तो मिलिरहेको छ कि दामी छ होइन अनि यो साइडमा चाहिँ पेट्रोल पम्प रहेछ होइन अनि यहाँबाट सिधै जानुपर्छ सिधै गएपछि अलि उता चाहिँ उतासम्म लाग्छ होइन यो बजार चाहिँ अनि उताबाट चाहिँ हामी जङ्गल हुँदै जानुपर्छ अनि यता पनि गेट रहेछ दक्षिण काली यहाँबाट चाहिँ प्रवेश हुन्छ होइन यहाँबाट गएपछि अनि हामी पुग्छौँ होला कति टाइममा पुगिन्छ हेरौँ अब कति टाइममा पुगिन्छ त्यहाँ तर बाटो चाहिँ एकदम राम्रो छ होइन अब यो यहाँबाट अलिकति उता गएपछि जङ्गलै जङ्गल लाग्छ जङ्गलको बाटो पनि तपाईँ यस्तो बबाल छ कि ल है अब सुरु हुनु आयो जङ्गल यहाँभन्दा अलिक अगाडि छ नि त अलिक अगाडि गएपछि लाग्छ अब एउटा टर्निङ आउँछ टर्निङदेखि आएर चाहिँ सरर हामीहरू लाग्छौँ त त्यो जङ्गल हटै दक्षिण काली जान्छौँ त्यो छ नि त्यो देखिरह नि त त्यहाँबाट अघि जङ्गल लाग्ने अलिकति छ समथिङ 1-2 मिनटमा पुगिन्छ या चेकिङ पनि हुँदो रहेछ खै के चेकिङ हुन्छ होइन चेकिङ पनि हुन्छ होइन ऊ त्यो देखिरहेको नि लास्ट पोइन्ट भनेको त्यही हो होइन त्यहाँबाट चाहिँ सिधै अब लाग्छ जङ्गल तर बबाल छ यहाँ ठाउँ त हो पेट्रोल पम्प यहाँ पनि रहेछ पेट्रोल पम्प बाटो चाहिँ एकदम राम्रो छ बाटो चाहिँ हेर्नु न कति राम्रो यार तर योभन्दा राम्रो त उता लाग्छ नि त मलाई त्यो उता जङ्गल एरिया राम्रो लाग्छ किनभने त्यो चलाउनुको उयो छुट्टै हुन्छ कि एकदम आनन्द आउँछ कि हावापानी पनि एकदम कुल भइरहेको हुन्छ अनि चलाउँदाखेरि पनि छुट्टै मजा आउँछ नि त होइन त्यो चलाउँदाखेरि छुट्टै मजा आइदिरहेको हुन्छ होइन बबाल हुन्छ तर मलाई चाहिँ एकदम मनपर्छ है यस्तो बाटोहरू साथसाथै पनि अब यसो दर्शन गरौँ नि त होइन उता इष्टबाको पनि यसो दर्शन गरौँ भनेर चाहिँ एकचोटि सर यहाँ बसेको तर यहाँ दक्षिणकालीमा छैन यो त उतातिर ललितपुर त्यो उता बस पाएको छ नि त हो त्यहाँको अगाडिको होइन किनकि अलिकति यसलाई चाहिँ उ गरेर मैले हालिदिएको होइन तर यो ठाउँ पनि एकदम बबाल राम्रो छ त्यो ललितपुरको चाहिँ बस पार्कको अलि अगाडि त्यो पेट्रोल पम्प आर्मीको पेट्रोल पम्पको यता साइडनिर छ नि त यो यहाँ चाहिँ यसो फ्रेस गर्नलाई चाहिँ एकदम बबाल दामी छ यार यहाँ चाहिँ टक्क के टक्क गर्मी सर्मी भएर टक्क यताउता अलिक दिमागलाई चाहिँ फ्रेस बनाउँछ कि यो ठाउँमा चाहिँ यसको साइडमा चाहिँ यो पुरा पोखरी रहेछ तर पोखरी पनि अलिक कच्चो पोखरीमा के छ होइन खासै साफ रहन्छ यो तर राम्रो छ यो पोखरी पनि यसको साइडमा रहेछ होइन तर यहाँबाट चाहिँ यसको भ्यूहरू यस्तो दामी देखिरहेछ बबाल देखिरहेछ होइन सो यहाँबाट एकदम राम्रो देखिरहेछ होइन अब सो टाइम पनि धेरै भयो होइन ठ्याक्क 1 राउन्ड लगायो 1 राउन्ड लगाइसकेपछि अब म यहाँबाट चाहिँ सर्ट बाहिर निस्किन्छु होला तर चाहिँ एकदम आनन्द आयो पुरा मजा आयो तर आनन्द आउँदो रहेछ कि यसो ठाउँमा आयो भने चाहिँ साथीहरू हेर्नुहोस् तपाईँहरू पनि आउँदै गर्नु होला बेलुकै फ्रेस आफ्नो माइन्ड दिमाग फ्रेस गर्नलाई चाहिँ आउनु होला है यस ठाउँमा आयो भने चाहिँ एकदम फ्रेस भइन्छ फ्रेस भएर चाहिँ घर जानु होला है भन्दै अब नेक्स्ट भिडियो जोड्न चाहन्छु म नभन्दै अब हामीहरू जङ्गलको बाटो पनि पुग्यो सो हेर्नुहोस् जङ्गलको बाटो यस्तो छ कि होइन यस्तो छ पुरै हेर्नु बब्बल तरिकाले
त्यो अगाडि के देखायो होइन, त्यो हो त यस्तो पनि देखायो होइन। बिचमा किनभने त्यो ठाउँमा चाहिँ एकदम एकचोटि यसो कस्तो रहेछ भनेर हेर्न गएको, एकदम बबाल लाग्यो मलाई होइन। त्यहाँ अलिकति बस्ने पनि ठाउँ रहेछ होइन, टक्क आनन्द त्यहाँ गएर आनन्द होइन, त्यहाँको वातावरण बस्यो भने एकदम रमाइलो लाग्छ। सो कस्तो छ यो होइन, यहाँ टक्कै जङ्गल हो होइन, यस्तो बबाल छ यस्तो बबाल छ। यहाँको हावापानी पनि टक्क एकदम राम्रो, फ्रेस हावा पनि होइन, टक्क कहीँ बसेर पनि एकदम आनन्द लिन सक्नुहुन्छ होइन। यहाँ चाहिँ एकदम मौसम पनि एकदम राम्रो छ होइन। ओहो हेर्नु त यस्तो राम्रो जङ्गलै जङ्गल होइन, यता त माथि चाहिँ जङ्गलै जङ्गल एकदम राम्रो लाग्यो मलाई चाहिँ यहाँको चाहिँ होइन। बाटो पनि एकदम बबाल छ, राम्रो छ कि बाटो पनि। अनि यो पुरै हो त्यो जङ्गल टक्क काटेर चाहिँ उता घुमेर जानुपर्छ होइन। बिचमा यस्तो बनाइरहेको रहेछ होइन, यहाँको पनि के बनिरहेछ खै थाहा भएन होइन। यता पसल पनि रहेछ होइन। यो जङ्गल ठक्क काटेर चाहिँ फेरि उता एउटा सानो सानो कस्तो गाउँ जस्तो लाग्छ होइन। अनि टक्क त्यहाँबाट जानु, यहाँ पानी पनि रहेछ त्यो साइडमा चाहिँ, पाइपहरू कताबाट सुडिएर राख्यो होइन। अन्त यो बाटो भने चाहिँ यस्तो हुँदो रहेछ कि होइन, यो पानी परेपछि माथिबाट आउँदो रहेछ कि, अनि यो बाटो चाहिँ बन्द हुँदो रहेछ कि, ब्लक हुँदो रहेछ। यो माथिबाट आएको हो कि यो प्रायः जस्तो यो असार साउनको महिना होला, यो माथिबाट आएको होइन। यो माथिबाट आएर चाहिँ बाटो बिग्रियो, धेरै ठाउँमा बिग्रिरहेको होइन, बिग्रिएर पनि बनाएको होइन। यस्तै हो नेपालको जुनसुकै ठाउँ पनि यस्तै त, असार साउनको महिना पनि बाटो बिग्रिने भत्किने पहिरो जाने हुन्छ नि त। त्यही भएर यहाँ पनि त्यस्तै हो, माथिबाट आउँछ असार साउनको पनि हेर्नु न कति आएको छ माथिबाट, यो सबै आएको पहिरो माथिबाट आएको हेर्नु त। तर यस्तो ठाउँमा टक्कै पऱ्यो भने त गाह्रो हुन्छ नि त है। यो सबै माथिबाट आएको, माथिबाट आएर यस्तो आउँदै गर्छ। र बाटो एकदम राम्रो छ एकदम। आजको चाहिँ राइड चाहिँ एकदम बबाल। यो हेर्नु त सबै यो भत्किया कि तलबाट पनि भत्किया, यो सबै यो बाटो भत्किया बाटो हो यो। हेर्नु त यो सबै असार साउनको महिना हो कि यो भत्किया बनाइरहेछ बाटो त्यो भत्केर पनि। यहाँबाट चाहिँ सानो यस्तो सानो सानो त्यो जङ्गल चाहिँ गइसक्यो होइन। अब यहाँबाट सानो एउटा गाउँ जस्तै आउँछ, यहाँबाट सट्टाउँदै जानुपर्छ। अनि यो गाउँ काटेपछि अझै लाग्छ नि त टाइम, दुईजनालाई अझै हल्का टाइम लाग्छ त्यो गाउँ उता पुग्नुलाई चाहिँ। अन्त यस्तो छ, यस्तो बबाल ठाउँ छ कि यहाँबाट एकदम राम्रो छ। तर यो पानी नपरेर होला होइन, त्यो उता पनि मौसम राम्रो छैन नि त, त्यही भएर अलिक राम्रो देखिया छैन नि त। टाढा उताको भ्यू चाहिँ नजिक नजिक त राम्रै देखिरहेको होइन, यस्तो छ। अनि त्यो लागि जस्तो छ नि त, के त्यो पानी नपरेर होला नि त त्यस्तो भएको, मौसम सफा क्लियर नभएको होइन त। सानो गाउँ हो यो, गाउँ काटेर फेरि उता जानुपर्छ, यो काटेर पनि जानुपर्छ नि त। त्यही फेरि झन् बबाल राम्रो छ त गाउँ, बबाल छ। त्यहाँबाट पनि जानुपर्छ सबै बारेर। ल हेर्दै गर्नु त है साथीहरू। यहाँबाट पनि जानुपर्छ अगाडि, बाटो त यस्तै हो पुरै पहाडै जानुपर्छ। यो त गाउँघर जस्तै हो नि त, गाउँघरै हो होइन, गाउँघरै हो नि त। हेर्नु न कस्तो छ, तलबाट माथि आउँछ गाडी, पुरै चढाइ छ। र यो मेन बाटो भने यो रहेछ होइन। अनि त्यो अरू त कता 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 तल माथि छ बाटो पनि छ छन त, पुरै पहाडै हो नि त यो। यहाँबाट हेर्नु त बाटो कति राम्रो छ नि, एकदम राम्रो छ नि त होइन यो। ल हेर्नु त अहो उता हेर्नु, उता उता कस्तो यति रमाइलो यति राम्रो छ त्यो हेर्नु, मलाई यस्तो दामी लाग्यो है। ल हेर्नु न गाउँघर त यो फेरि त्यो डाँडा त्यो पुग्नुपर्छ होइन। ल फेरि यहाँबाट आयो, अब त्यहाँ उता पुग्नुपर्छ नि त, उता पुगेर चाहिँ त्यहाँबाट काटेर चाहिँ फेरि उता जानुपर्छ नि त।
एकदम राम्रो छ यो, बबाल छ ठाउँ। मलाई त एकदम यत्रो दामी लाग्यो होइन यो ठाउँ चाहिँ। अनि त्यहाँबाट तल डाउन जानुपर्छ, डाउनबाट सर्ट उता काटेर जानुपर्छ यसको उताबाट चाहिँ। हेर्नु त यस्तो बबाल छ कि यार, यो त कति दामी हो त। सानो सानो गाउँ रहेछ। अनि उता अब काटेपछि त त्यो बाटो काटेपछि त यता त एकदम राम्रो छ नि त। फेरि कस्तो राम्रो छ त है, पहाडै हो नि त यो। यहाँबाट फेरि उता लाग्नुपर्छ होइन। ल हेर त, आम्मा बब्बाल ठाउँ। ल ऊ हेर्नु न, यता रहेछ नि अलिकति ठाउँ राम्रो छ यो। यहाँ पनि छ होइन, यहाँबाट चाहिँ ऊ त्यहाँ माथिसम्म हो कि यो, माथिसम्म माथि मन्दिरहरू छ होइन, गुम्बाहरू पनि छ। अनि के को गौतम बुद्ध के को ठुलो मूर्ति पनि छ नि त यो माथि, हो त्यो माथि माथि टपमा। यताबाट चाहिँ माथि ठ्याक्क टपमा छ होइन। यहाँबाट फेरि काटेर चाहिँ एकछिनमा त उता पुगिहाल्छ नि त। अलि टाइम लाग्छ, टाइम त बढी लाग्दैन, अब 1-2 मिनटमा उता पुगिहाल्छ। यो पनि राम्रो छ, ठाउँ पनि एकदम राम्रो छ यहाँको चाहिँ। हेर्नु न, आम्मा यस्तो रहेछ होइन। ठ्याक्क यहाँबाट चाहिँ यस्तो घुमेर चाहिँ जानुपर्छ हो होइन, ठ्याक्क यहाँबाट। अब त्यहाँ अलि माथि जानुपर्छ, माथि गएपछि त त्यहाँ पुगिहाल्छ, अनि बढी टाइम लाग्दैन, पुगिहाल्यो नि त अलिकति हो यो। माथिबाट चाहिँ पुरै आउँदो रहेछ कि यो अलिक पानी परेपछि, किनकि यो माटो राम्रो छैन नि त, रातो माटो छ नि त। रातो माटो भएर चाहिँ माथिबाट टक्क पानी परेपछि माथिबाट आइहाल्छ पहिलो, त्यस्तो छ कि। बब्बाल छ बब्बाल। ल गाइस एकछिन हेर्नु त है। ल ओके, टक्क हेर्नु त यो कति बब्बाल छ। सरर अहिले चाहिँ यो स्कुलको टाइम भएर रहेछ होइन, स्कुल टाइम भएर रहेछ। विद्यार्थीहरू गइरहेछन् स्कुलतिर, कतातिर घरतिर गइरहेछन्, छुट्टीको भिडियोतिर गइरहेछन् होइन। सो हेरौँ गाइस कस्तो छ ठाउँहरू होइन, कस्तो छ यो रुखहरू। यताको जङ्गल पनि ज्यादा यति राम्रो छ कि बाटो पनि ढाक्क हो। यो त पुरै जङ्गल हो नि त माथि त होइन। सो यसको अलि अगाडि चाहिँ एकदम यस्तो छ कि होइन, त्यसमा चाहिँ कतातिर हो यो साइडमा चाहिँ यस्तो बिस्तारै बिस्तारै अब पुगियो। कस्तो यस्तो भएर राम्रो ठाउँ रहेछ है। यता ठाउँ त यति राम्रो छ कि है, यति राम्रो रहेछ, यति राम्रो रहेछ हो। हेर्नु त पुरा एकदम वातावरण चाहिँ एकदम राम्रो कि, रुखहरू भएको होइन, माथि जङ्गल अनि तल चाहिँ गाउँघर। सो एकदम राम्रो बब्बाल ठाउँ लाग्यो होइन गाइस। अब म चाहिँ तपाईँलाई एकछिनमा चाहिँ उताको गाउँ देखाउँछु होइन। ल है, यतिभन्दा एकचोटि यो गाउँहरू देखाउँछु म हजुरहरूलाई। सो राम्रोसँग बस्नु होला, आफ्नो स्वास्थ्यको ध्यान दिनु होला भन्दै लास्टमा चाहिँ लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै म नेक्स्ट भ्लग चाहिँ छिट्टै ल्याउने कोसिस गर्नेछु। त्यतिन्जेलको लागि म छुट्टिन्छु। हस् त, बाई बाई साथीहरू, लभ यु।